जनताले आज 5,000 हाम्रो पुग्दाखेरि तुरुन्तै बत्ती काटिन्छ भनेपछि हामीमाथि कति अन्याय भएको छ मित्रहरू। अब हामी यो सधैँ सहेर बस्ने पनि छैनौँ र आज म धेरै बोल्दिनँ किनभनेदेखि हामी सबैलाई थाहा भएकै कुरा छ। हामी जनतालाई यो राज्यले जहिले पनि दमन गरेको छ, जहिले पनि हामी यसरी चाहिँ राज्यको दमन सहेर बसेको छौँ र यो राज्यको सुशासनले हामीलाई यसरी दैनिक जुन एउटा आमालाई आज जुन भद्रकुमारी गुरुङ भने जुन लमजुङको एउटा यस्तो कानुनले यस्तो गरेको छ, आज 10 वर्ष जेल र 1 लाख रुपियाँ जरिमाना अरे उहाँलाई बोक्सीको आरोप लाउँदाखेरि उहाँलाई 1 लौरो हिर्काउँदाखेरि आज 1 लौरो 1 वर्ष जेल र 10 लाख रुपियाँ जरिमाना भनिएको छ। र म के भन्न चाहन्छु भने अब सबैभन्दा पहिला कुरो अहिले सबैभन्दा पहिला कुरो के छ भने हामीलाई 5 घण्टा चाहिँ अनिवार्य लोड सेडिङ भनेर जुन दीपक खड्काले भनेको छ, यदि 5 घण्टा त के आधी घण्टा मात्रै लोड सेडिङ भयो भने अब हामी यी धरानबाट मात्रै होइन 75 वटा जिल्लाबाट हामी उठेर यो विद्युत प्राधिकरण घेराउ गर्नुपर्छ र यदि यो विद्युत प्राधिकरण केन्द्रले यदि शुल्क र यदि मारवाडीले चलाएको ती पैसाहरू ती हाम्रा सम्पत्तिहरू यी बखौदा नतिरी यदि चलाउँछ भने आज म यो भानुचोकबाट भन्न चाहन्छु यदि मारवाडीले पैसा तिर्दैन भने नतिर्दा हुन्छ भने हामी जनताले नतिर्दा हुन्छ। हामी 1 रुपैयाँ पैसा नतिरिकन अब हामी बखौदा नतिरिकन हामी पनि बत्ती उपभोक्ता गर्न चाहन्छौँ। यदि मलाई यो बोल्दाखेरि कसैले पक्राउ गर्छ भने म मलाई हातकडी लिएर गए हुन्छ, म यीबाट गिरफ्तार दिन चाहन्छु। न्याय र सुशासन भनेको सबैलाई बराबर हुनुपर्छ भन्दै मेरो यो 2 शब्द यी सिद्धाउन चाहन्छु। धन्यवाद।